स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह अध्ययन तथा अनुसन्धानका क्षेत्रमा मात्र नभई चिकित्सा शिक्षा अध्ययनको केन्द्र समेत बन्दै गएको छ। पश्चिम नेपालकै स्वास्थ्य भरोसा बनेको कर्णाली प्रतिष्ठान पछिल्लो वर्षमा चिकित्सा शिक्षा अध्ययनको केन्द्र बन्दै गएको हो। देशका सुविधा सम्पन्न ठाउँहरू छोडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनका लागि सबैको रोजाई बन्न थालेको छ। नेपालका मात्र नभई अहिले जुम्ला भारतबाट समेत आएर डाक्टरी अध्ययन गरिरहेका छन्। कर्णाली प्रतिष्ठानको नयाँ शैक्षिक सत्र 2082 का लागि छिमेकी राष्ट्र भारतका 5 जना सहित 130 जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेका छन्। जुम्लामा आएका विद्यार्थी र उनीहरूका अभिभावकलाई मंगलबार स्वागतसँगै अभिमुखीकरण गरिएको छ, जसमा एमबीबीएस तर्फ 50 जना, नर्सिङ तर्फ 20 जना, बीएनएस तर्फ 20 जना, बीपीएच तर्फ 20 जना र बीएससी नर्सिङ तर्फ 20 गरी 130 जना विद्यार्थी जुम्ला चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल बहादुर धामीले बताए। गत वर्ष विभिन्न संकायमा 104 नयाँ भर्ना भएको प्रतिष्ठानमा यस वर्ष 26 जना बढेर 130 जना एमबीबीएस, बीएनएस, बी फार्मा, बीएससी नर्सिङ, बीपीएच लगायत विषय अध्ययन गर्न जुम्ला आइपुगेका हुन्।